बडी साहबको गुण कहिल्यै बिर्सिन्न म। अब म बाइक सोरुमबाट लिएर आएको थिएँ, म एक्सिडेन्ट परेको थिएँ, सोरुमबाट लिएर आउने त्यही दिनै एक्सिडेन्ट भयो। बाइकको त आइसिक तैसिक गराइदिएको थिएँ। म 3 महिनासम्म यहाँ थला परेर बसेको थिएँ। 3 महिना मेरो यो हड्डी यहाँ फ्र्याक्चर भएको थियो। हड्डी फ्र्याक्चर हुँदाखेरि पनि एउटा ड्राइभरलाई के भन्यो भने मालिक बडी साहबले ड्राइभर हस्पिटल लग्ने र ल्याउने तेरो काम भनेर एउटा ड्राइभरलाई जिम्मेदारी दियो। तर यस्तो अवस्थामा पनि त्यस्तो कुरा गर्नुभयो कि मलाई एकदमै यहाँ मनमा लाग्यो कि मलाई चाहिँ हाम्रो यस्तो मालिक कहीँ पाउँदैन भनेर हैन। तर 3 महिनासम्म मैले घरको मान्छेहरूलाई कसैले पनि थाहा नदिइनँ। मैले परिवारको फोन आउँदाखेरि यस्तरी कुरा गर्थेँ, कसैले पनि थाहा नदिइनँ। तब सन्चो भयो, सबैलाई भने मैले। अनि यहाँ हाम्रो दिदी र बेनालाई पनि धेरै धेरै धन्यवाद दिन्छु म, किनभने उनले मलाई घरेलु दबाई दिएथे, घरबाट बनाएर ल्याएको दबाईहरू दिएथे। घरको दबाई खाँदाखेरि मलाई सन्चो भयो। यहाँको विदेशी दबाई खाएर त्यति सन्चो भएको थिएन, तर त्यो दबाई खाएको त मलाई धेरै सन्चो भयो। मालिकलाई पनि धन्यवाद, हाम्रो दिदी बेनालाई पनि धन्यवाद दिन्छु म।